हेलो वेलकम छ मेरो युट्युब च्यानलमा। सन्चै आरामै हुनुहुन्छ होला। यसो भिडियो हेरेर मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आज मैले यो क्यामेरा ल्याएको थिएँ कि अस्ति, त्यो चलेन क्या। त्यो भन चल्न चलेन भन्दा नि अनै भएन। त्यही भएर आए चाहिँ म किन अन भएन भनेर सोध्न हिँडिरहेको। त्यहाँ दोकान गएर अब सोध्छु के भन्छ कसो भन्छ। अनि त्यस पछाडि चाहिँ म फेरि नेक्स्ट त्यही भिडियोमै हुन्छ हुन म गएर यसो आउँछु, सोध्छु। क्यामेरा ल्याएको तर सबै भयो कि तर अन चाहिँ भएन क्या। किन भएन भने थाहै भएन क्या। त्यो चाहिँ म गएर आउँछु है एकचोटि। ओके भन्छु भनेर लाग्यो, फेरि यस्तो हिउँ पऱ्यो कि लास्ट चिसो हो भनेर पुरा हिउँ परेर सिधै हिउँ पऱ्यो भनेको त। अब त यो पुरा बाटो पनि भोरिन्छ क्या यहाँ हिउँले त। अहिले चाहिँ यो स्टार्टिङमा बल्ल हिजोदेखि परिरहेको, अब पर्छ भनिरहेको। पुरा यस्तो हिउँ परिरहेको पुरा सेतै 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 परिरहेको। हेर यस्तो पर्छ पुरै हिउँ, चट्टल पुरै हिउँ 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 गरेर सेतै सेतै चिसो। फेरि औडा चिसो, हावा चलेन नि त चिसो हुन्न कि। हावा चलाउनु फेरि पुरै चिसो हुन्छ क्या यहाँतिर, लास्टै चिसो हुन्छ भने। त्यही भएर गाह्रो छ। हेर पुरा हिउँ भरिएर म चाहिँ त्यहाँ त्यही क्यामेरा फर्काउँछु क्या एकचोटि, सोध्छु गएर के भन्दो रहेछ भनेर हो खै। त्यही भएर चाहिँ म जान्छु एक्लै हो आज। फेरि दाइहरूलाई जाम भन्नुको मान्नु भएन, अनि म फेरि एक्लै हिँडिरहेको क्या। त्यसो गएर आऊँ भनेर। अब बिहानमा भए अब बिहानमा कोहीले मान्छेले सफा गर्छ, नभए एउटा मिसिन हुन्छ त्यहाँ मिसिनले सफा गर्छ क्या। यो पुरै साइड साइड लगाइदिन्छ हिउँहरू यहाँ चाहिँ। त्यही भएर यहाँ हिँड्न सजिलो हुन्छ नि त। फेरि साइकलहरू यताउता हिँड्न किन सजिलो हुन्छ, मान्छे हिँड्न पर्छ। त्यही भएर नि यो रोडमा भयो यो बाटोमा भयो चट्टला सफा गरिदिन्छ। त्यही भएर नि हो क्या यस्तो हुने। तर चिसो पनि फेरि औडा चिसो हुने क्या, थोरै चिसो हुने त हुन्थ्यो यार। धेरै चिसो हुन्छ अनि गाह्रो छ फेरि यता। त्यही भएर कस्तो चिसो हो। मैले फेरि मुख झ्याप झ्याप हानिराखेको पुरा हिउँले। हेर हिउँको थुप्रो कस्तो थुप्रो है। यो गाडी पार्किङको लागि अघि त्यो सफा गरेर होला नि त बिहान, त्यही भएर यस्तो भएको। मेरो हात फेरि झर्न लगाइसक्यो भने म चाहिँ ग्लोभ्स फ्लभ्स केही पनि राखेन नि त। लास्ट चिसो हो क्या। चिसो पनि यतातिर त चिसो नभए त खासै केही पनि हुन्थेन। यहाँ पुरै यस्तो यहाँ पनि बाटो बाटो सफा गर्छ त्यहाँ चाहिँ पुरै खाले होला नि त बिहान। त्यही भएर केही पनि छैन। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है।